आज चाहिँ साथीको बर्थडे रेस्टुरेन्टमा केक काट्दिएको। यो साथी अगाडिको जुन चाहिँ बटन मिलाउने पप्पू, यो उसको बर्थडे हो आज चाहिँ, सर्भिस होला। यो केक चाहिँ निकाल्दैछौँ, हामीले खोल्दैछौँ। त्यसपछि रातिको भ्यूजमा चाहिँ यस्तो देखिन्छ रेस्टुरेन्ट। माथि टेबल पनि छ, माथि रुम पनि छ। यो चाहिँ लोगो रोबेन भिलेज भनेर सिलगढी पथलघट्टामा साथी बसिरहेको छ, साथीलाई हाई भनिदिन्छ। त्यसको पछि अर्को साथीसँग मजाक, अर्को साथीले फोटो खिच्दै गरेको हुन्छ। यहाँ आउँछ एउटा सर्भिस होला सलिम, एकजना बिकी साथी सर्भिसमा सबैजना। यो चाहिँ हेलो नमस्ते दा भन्छ। अनि अर्को भाइ आउँछ, हाम्रो हेल्पर भाइ हो अविष्कार। उसले दाजु ठिक छु भन्छ, राम्रै छु भन्छ। त्यसपछि केक यो निक्लेर चाहिँ फाइनली यो चाहिँ केकको चाहिँ साथी उसको बर्थडे हो, एक्साइट भएको छ, आइ भन्छ। त्यसपछि यो चाहिँ राति लाइटमा छैन, यहाँ लाइट छैन, माथि क्यान्डल डिनर राइटको लागि हो। यो चाहिँ हल्का केटाहरूले चाहिँ फोटो खिच्नुको लागि लाइट जलाउँछ। यहाँ साथीहरू आउँछ। त्यसपछि अब केक काट्नुको लागि कटिङ गर्छौँ हामी चाहिँ। हाम्रो सेफ यता पनि, यता भाइ यता सेफ ऊ पनि। त्यसपछि हेलो भन्छ हल्का म्युजिकमा। तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो सानो पार्टीको? यो चाहिँ म हल्का केक दलिदिन्छु साथीलाई गएर। यो चाहिँ फिनिसिङ पोइन्ट। अब गिफ्टहरू दिएको साथीहरूले सबले सेल्फीहरू लिएको फोटोमा। म चाहिँ क्यामेरा गर्नेले गर्दाखेरि फोटो लिन सकिनँ। एकजना साथीलाई चाहिँ बस्नु अलिक अप्ठ्यारो भयो। तपाईँहरूलाई कस्तो लाग्छ है मेरो ब्लग? यहाँ चाहिँ मैले लास्टमा एउटा क्यामेरा देखाउँछु, तपाईँ कमेन्ट गर्नु होला कस्तो लाग्यो भनेर।